यो दृश्यमा देखिएको अचार तिलोत्तमा नगरभित्रका महिला उद्यमीले तयार पारेका हुन्। देख्दै खामखाम लाग्ने, हेर्दा मन रसाउने अचार देख्दा सबैका मनमा पक्कै पनि खान पाए हुन्थ्यो भएकै होला। हामीले यो दृश्य तिलोत्तमाको कोटीहवामा सञ्चालित अचार बनाउने एडभान्स तालिममा सिकाउँदै गरेको अवस्था हो। स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्दै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित तिलोत्तमा नगरपालिकाले महिलाहरूलाई उद्यमी बनाउने गरी विभिन्न विषयमा दर्जनौं बढी कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही अनुसार अचार व्यवसाय गरिरहनुभएका उद्यमी महिलाहरूको माग अनुसार अचार बनाउने एडभान्स तालिम सञ्चालन गरेको र तालिममा नगरका 25 जनाको सहभागिता रहेको पालिकाकी वरिष्ठ सामाजिक परिचालिका अल्पा घिमिरेले बताउनुभयो। महिलाहरूलाई उद्यमी बनाउनका लागि थुप्रै उद्यमशीलताका कार्यक्रमहरू गरिरहेका छन्, जसमध्ये अहिले यो तिलोत्तमा नगरपालिकाले नगर स्तरीय कार्यक्रमबाट व्यवसाय सञ्चालन गरेका उद्यमी महिलाहरूका लागि एडभान्स तालिम, अचार बनाउने एडभान्स उहाँहरूको माग अनुसारको तालिम सञ्चालन हामी गर्दैथ्यौँ, जसमा हामीले खुला सूचना निकालेर सूचनाबाटै उहाँहरूको आवेदन आइसक्यो र त्यस पश्चात हामीले 17 वडा मध्ये जसले व्यवसाय सञ्चालन गर्नुभएको छ उहाँहरू उद्यमी महिलाहरूलाई यो एडभान्स बनाउने 10 दिने तालिममै हामी तालिममा विभिन्न 14 प्रकारका शाकाहारी र मांसाहारी अचार उत्पादन, खाद्य स्वच्छता तथा गुणस्तर व्यवस्थापन, आकर्षक प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक शान्ता चौधरीले बताउनुभयो। यो तालिम सुरु गरेको 6 दिन भयो। यो 6 दिनभित्रमा हामीले 14वटा अचार बनाउन सफल भएका छौँ। हामी चाहिँ यहाँ सबै जात जातिका छौँ। त्यसो हुँदा कसैले खाने कसैले नखाने हुन्छ भनेर हामीले 2 प्रकारका अचार बनाएका छौँ, एउटा भेज र अर्को ननभेज। ननभेजमा चाहिँ हामीले माछा र चिकनको मात्रै बनाएका छौँ भने अरू बाँकी सबै अचारहरू चाहिँ भेज छन्। पूर्व सांसद समेत रहनुभएकी प्रशिक्षक चौधरीले तालिम सिकेका महिलाहरूले तयार गरेको अचार 18 महिनासम्म प्रयोग योग्य अवधि रहने भन्दै सहभागीहरूलाई कच्चा पदार्थको छनौटदेखि अन्तिम उत्पादन तयारीसम्मका सम्पूर्ण प्रक्रिया सिकाउनुभयो। तालिममा सहभागीहरू उद्यमी महिलाहरूले अचार व्यवसायलाई आगामी दिनमा के गर्दा व्यवसायलाई फस्टाउन सकिन्छ भन्ने विषयमा बढी जिज्ञासा यसरी राख्नु भएको थियो। र एडभान्स तालिममा के हुन्छ, कसो हुन्छ, नयाँ नयाँ टेक्निकहरू आइरहेको छ बजारमा र हामीले कसरी हाम्रो अचारलाई राम्रो समयसम्म टिकाउनलाई के गर्नुपर्छ भन्ने हामीलाई धेरै जिज्ञासा भएको कारणले हामी यहाँ आएको हो। अहिले बेसिक तालिम चाहिँ विभिन्न ठाउँमा गएर बेसिक तालिम पनि दिँदै आएको छु र अहिले तिलोत्तमा नगरपालिकामा रहेका उद्यमी महिलाहरू, विशेष गरेर अचार उद्यमी महिलाहरूलाई एडभान्स तालिमको लागि यहाँसम्म ल्याउनु भएको छ। हाम्रो यस तिलोत्तमा नगरपालिकालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तिलोत्तमा नगरपालिकाबाट हामीले यो एडभान्स कोर्स सिक्यौँ। शान्ता म्याडमलाई बोलाएर यहाँ सिकाउनु भयो। शान्ता म्याडमले शान्ता म्याडमले एकदम राम्रो सिकाउनु भयो। नजानेका कुरा धेरै कुरा सिकियो। आजसम्म यस्तो अचार बनाएर यसरी बेच्न पाइए, यस्तो बनाएर बेच्न पाइएला भन्ने हामीले सोचेकै थिएनौँ। म्याडमले राम्रो तरिकाले सिकाउनु भयो। अब अत्यन्तै आवश्यक एडभान्स तालिमको थियो। त्यसमा पनि हामीलाई तिलोत्तमा नगरपालिकाले उद्यमी महिलाहरूलाई अझै ज्ञान बढाउन पर्छ है, यतिले मात्रै पुग्दैन भनेर हामीलाई 10 दिने तालिम चाहिँ आयोजना गरेर हामी सबै उद्यमी महिलाहरूलाई समावेश गराएर एडभान्स तालिम दिनुभएको छ। उहाँलाई पनि हामी सबैको तर्फबाट धेरै धेरै धन्यवाद भन्नुपर्छ। तालिमले अचार बनाउने आधुनिक तरिका, प्याकेजिङ र बजारसम्म पुर्याउने प्रक्रियाका बारेमा उद्यमी महिलाहरूलाई थप सिकाइएको छ। अचार उत्पादनलाई घरेलु स्तरबाट व्यावसायिक र गुणस्तरीय उत्पादनसँगै बजारीकरण गर्न सके यसबाट राम्रो आम्दानी लिन सकिनेछ। राज्य खबरका लागि खबर ब्युरोको रिपोर्ट।